जाजरकोट जिल्ला कर्णाली प्रदेश अन्तर्गत पर्ने जाजरकोट जिल्ला नेपालको मध्यपश्चिम भागमा अवस्थित छ। यसै सिलसिलामा जाजरकोट जिल्लालाई हेर्ने हो भने हामीले विभिन्न किसिमका आकर्षक तथा रोमान्टिक स्थलहरू पनि देख्न सक्छौँ। करिब 2230 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको जाजरकोट जिल्लाको स्थापना विक्रम संवत 2013 सालमा भएको थियो। जाजरकोट जिल्ला एउटा आफैमा आकर्षित ठाउँ भनेर चिनिएको पनि हो र यस जिल्लामा मुख्य रूपमा बोलिने भाषा भनेको नेपाली हो। यस जिल्लामा ब्राह्मण, क्षेत्री, कामी, दमाई, ठकुरी, मगरहरूको प्रमुख वास स्थान समेत रहेको छ र जाजरकोट जिल्ला पर्यटकीय हिसाबले पनि एकदम महत्त्वपूर्ण क्षेत्र मानिएको छ। ती महत्त्वपूर्ण क्षेत्रहरूमध्ये पनि आज म तपाईँहरूलाई एउटा विशेष ठाउँ देखाउँदैछु। त्यो ठाउँ तपाईँहरू अवश्य एकपटक घुम्न जानुहोला र त्यो ठाउँको नाम रहेको छ जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वार्ड नम्बर 2 मा अवस्थित सुयाडामा रहेको मालिका मन्दिरको बारेमा म तपाईँलाई डिटेली देखाउँदैछु। तपाईँ यो भिडियोलाई हेरेर अन्त्यसम्म साथ दिनुहोला र यो पर्यटकीय स्थलको रूपमा रहेको सुयाडा मालिका मन्दिरको विशेष विश्लेषण गरिएको छ। नमस्ते, हामी चाहिँ यो जाजरकोट जिल्लामा पर्ने छेडागाड नगरपालिका वार्ड नम्बर 2 मा पर्ने यो हामी मालिका मन्दिरमा पुगिसकेका छौँ। यहाँ देख्न सकिन्छ पर्यटकीय एकदम सौन्दर्यता भएको ठाउँमा जहाँ दैलेख अनि जाजरकोटको बिचको सङ्गम स्थलमा रहेको मालिका मन्दिरको बारेमा हामी केही देखाउँदैछौँ। तपाईँले देख्न सक्नुहुन्छ यो मन्दिरको बारेमा। यता चाहिँ अलि पहिले बनेको मन्दिर हो। यहाँ चाहिँ यता देख्न सकिन्छ, त्यसपछि नयाँ बनिरहेको मन्दिर छ। यो मालिका मन्दिरको एकदम पर्यटकीय स्थल भनेर पनि चिन्छौँ यसलाई चाहिँ हामीले। यो धेरै वर्ष पहिलाहरूको कुरा पनि गर्दाखेरि एउटा जाजरकोटको प्रख्यात रूपमा रहेको मन्दिर पनि हो। र यो मन्दिर कस्तो अवस्थामा छ त, कुन अवस्थामा रहेको छ त, कुन शैलीमा निर्माण भएको छ भन्ने कुरा हामी एकदम तपाईँलाई स्पष्टसँग देखाउँछौँ। तपाईँले देख्न सक्नुहुन्छ। हामी यहाँको केही कुराहरू पनि हामी यहाँको एकजना बासिन्दा हुनुहुन्छ आन्टीसँग पनि कुरा गर्छौँ। आन्टी, तपाईँले केही कुरा यहाँको बारेमा भनिदिनु पऱ्यो है त। अनि तपाईँको घर त यतै हो नि आन्टी? हो, सेडेकै बासिन्दा हुनुहुन्छ नि। अनि यो मन्दिर बन्न लागेको कति भयो, के छ अवस्था यहाँको बारेमा केही भनिदिनु न, हजुरलाई थाहा छ? 2-3 वर्ष भयो नि। काम त चलिरहेछ नि अझै? आज मिस्त्री आएर बन्द भएको है। भनेपछि यहाँको कामहरू पनि 2-3 वर्षदेखि लगत सुरु भइरहेको रहेछ। जस मन्दिर चाहिँ कम्प्लिट हुन सकेको चाहिँ छैन भनेपछि। अनि आन्टी, यहाँ पर्यटकहरू चाहिँ कति आउने गर्नुहुन्छ त यतातिर? आउनुहुन्छ नि धेरै मात्रामा?
ल तपाईँ पनि आउनुहोस्, यता मन्दिर पनि घुमेर जानुहोस्। यसरी आउनु हिउँको समय पनि आउनुहुन्छ नि। अहिले त लाली ग्रास पनि सुकेछ यहाँतिर कोलोको। यो गेटबाट भित्र दिन्छु अनि भित्र कस्तो छ भने चाहिँ म हेरेर देखाउँछु। अब यता चाहिँ हामीले देख्न सक्छौँ यो चाहिँ निर्माण भइसकेको मन्दिर उता छ। त्यहाँ चाहिँ निर्माण भइसकेको अवस्थामा छ। अब यहाँ के छ त, हामी अब यहाँको अवस्था के छ, कस्तो भइरहेछ भन्ने कुरा हामीले एकदम देखाउँछौँ। तपाईँलाई मैले अगाडि पनि भनिसकेको छु, यो चाहिँ हाम्रो झाजरकोट पर्छ। अब हामीले यता हेऱ्यो भने चाहिँ दैलेख पर्छ। अब हामीले सोहीसँगै यो बिचमा रहेको आकर्षित मन्दिर चाहिँ कस्तो छ देखाउँछौँ। यहाँको अवस्था के छ भित्र। अब सायद तालाहरू बन्द गरिएको छ जस्तो लाग्यो मलाई चाहिँ। यहाँको दृश्य पनि हामीले पुरै देखायौँ। अब यो मन्दिर कस्तो ठाउँमा अवस्थित छ त भन्ने कुरा पनि हामी देखाउँछौँ तपाईँलाई। यता हेऱ्यो भने एउटा आकर्षित, एउटा परिचित रूपमा रहेको पछिल्लो केही सम्भावना बोकेको यो सुयाडा बजारको माथि लेक साइडमा अवस्थित छ। कमसेकम समुद्री सतहबाट कमसेकम 2500 मिटरको उचाइमा अवस्थित भएको यो मन्दिर निकै आकर्षित क्षेत्रमा छ, देख्न सकिन्छ। यो टोटल सुयाडाको सम्भावित क्षेत्र, एउटा सिटी बन्न सक्ने सम्भावित क्षेत्र पनि हो भोलिका दिनहरूमा।
यो माथिहरू पनि हामीले माथिका मन्दिरलाई पनि देख्न सक्छौँ। अर्को भिडियो बनाउने छौँ चाहिँ हामीले तपाईँले यो भिडियो हेरेर पनि साथ छ दिनु होला भन्ने कुरा हामीले भन्न चाहन्छु है। सो तपाईँलाई सुयाडा मन्दिर कस्तो लाग्छ अनौठो यात्रा कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। तपाईँले सब्सक्राइब गर्न नबिर्सिनु होला र हाम्रो त्यो साथमा रहेको बेल आइकनलाई पनि दबाउन नबिर्सिनु होला।